बाइकको हिसाबमा चाहिँ बाइकले माइलेज ठिकै दिन भए पनि अफरोडमा चाहिँ अलिक भर्न सकिन्न। जुन जिरो लेभलमा चाहिँ तेलको मात्रा चाहिँ देखाइरहेको छ। म कन्टिन्यू चाहिँ जुन दाङ नपुग्दासम्म चाहिँ बाटोमा चाहिँ पेट्रोल पम्प कहीँ छैन। हेरौँ यसले चाहिँ कहाँसम्म पुर्याउने हो। यसरी चाहिँ म कन्टिन्यू चाहिँ अगाडि बढिरहेको छु। यहाँनिर चाहिँ घरहरू चाहिँ बन्न लागु रहेछ। यहाँ बाटो अलि अप्ठ्यारो रहेको छ। यहाँ यसरी म घुम्तीबार चाहिँ अगाडि चाहिँ म बढिरहेको छु। बाटो अलिक साँघुरो छ। गाडी झप्प आयो भने चाहिँ अलिक घुम्तीहरूमा चाहिँ देखिन्न। त्यही भएर अलिकति आफ्नो स्पिड कन्ट्रोल गरेर चाहिँ अगाडि बढ्नुपर्छ। नत्र अन्यथा एक्सिडेन्ट हुने चाहिँ सम्भावना चाहिँ बढी हुन्छ। यसरी म यहाँ घुम्छु। यो बाटो चाहिँ उता हाम्रो खालीसम्म र घरपा स्कुलसम्म जान्छ भने त्यसरी म घुमेर घरपा दखबर्नु हुँदै दाङ झर्ने बाटोमा चाहिँ म हिँडिरहेको छु। बाटो चाहिँ साँघुरो रहेको छ। अलि म न्युट्रलमा जान्छु किनभने मेरो तेलको मात्रा चाहिँ अलिक कमी रहेको छ। म चाहन्छु यो तेलले चाहिँ दाङ्गे पुगोस्। बिचमा चाहिँ पेट्रोल पम्प केही भेट्दैन भने चाहिँ तेलको चाहिँ भिख माग्नुपर्ने हुन्छ। बाटोमा चाहिँ मलाई थाहा छैन कोही भेटिन्छ भेटिँदैन र पनि बिच बाटोमै तेल सकियो भने चाहिँ मैले तेलको भिख भनौँ या सहयोग चाहिँ माग्नुपर्ने हुन्छ। म अब दहबन नजिक आइपुग्न लागेको छु। अब यसरी चाहिँ म अगाडि चाहिँ म बढिरहेको छु।
घरपाको दहनमा चाहिँ आइसकेको छु। अगाडि 100 मिटर बढिरहेको छु। घरपाको दहनबाट चाहिँ दहन मैले काटिसकेको छु। अब यहाँबाट चाहिँ लगभग तल कुर्जा मेलताकुरा वारिपत्ती निस्किन जान्छ। बाटो चाहिँ ओह्रालो रहेको छ। ब्रेकै भरमा चाहिँ हामी हिँड्नुपर्ने हुन्छ। र पनि म तपाईँलाई बिस्तारै गाडी बढेर सबै कुरा देखाउन कोसिस गरेको छु। यहाँ चाहिँ दुईवटा बाटो छ। यताको बाटो पनि यति पर जोइन हुन जान्छ भने यता म चाहिँ दाहिने मोड यसरी यता बाटो यता दुवैतिर बाटो पर घुम्दिन चाहिँ जोइन हुन जान्छ। म त्यसले अगाडि चाहिँ बढिरहेको छु। यसरी यहाँ चाहिँ तल चाहिँ भएर गोरखोला बिजोरी गोरखोला चाहिँ निस्किने बाटो रहेको छ। यो चाहिँ म अब न्युतलमा जान्छु। बाटो चाहिँ ओह्रालो रहेको छ। ब्रेकै भरमा हिँड्नुपर्ने हुन्छ। यसरी चाहिँ तल गोरखोला नभेटिँदासम्म चाहिँ हामी यही ब्रेकै भरमा चाहिँ न्युतलमा या ब्रेकमा हिँड्नुपर्छ। न्युतलमा हिँड्न अलिकति रिक्स हुन्छ र पनि म चाहिँ मेरो ब्रेक सो चाहिँ अगाडिको डिस्क छ, पछाडि चाहिँ ब्रेक सो छ। त्यो कारणले चाहिँ ब्रेक फेल हुने सम्भावना कम हुन्छ। त्यही भएर म चाहिँ न्युतलमा नै झरिरहेको छु। किनभने मेरो बाइकमा तेल एकदम कम छ। म दाङ गएर फुल ट्याङ्की तेल हाल्नेछु। म अब तल खोलासम्म चाहिँ न्युतलमा गयो भने लगभग मलाई लाग्छ यसले चाहिँ डाङसम्म चाहिँ पुर्याउँछ। किनभने घरखोला बिजोर काटिसकेपछि त्यहाँबाट चाहिँ हाम्रो पिच रोड रहेको छ। लोकल बाटो भए पिच छ, तर पिच भइसकेपछि अलिकति जुन स्पिड पनि ठिकै जान्छ। त्यसमा चाहिँ तेल अलिकति कमै खान्छ र अफ रोडमा भन्दा